एमालेको झण्डा जलाएको यो भिडियो हेर्नुहोस्। झण्डा कसले जलाइरहेको छ? झण्डा जलाउने जनताको भिड देखिन्छ। यो भिडलाई नेपाली जनता भन्न सकिन्छ होला वा रासोपाका समर्थक भन्न सकिन्छ होला। तर ध्यान दिनुहोस्, भिडमा एउटा व्यक्तिले झण्डा बोकेको छ र भिडमै अर्को व्यक्तिले झण्डामा आगो लगाएको देखिन्छ। यी दुवै व्यक्ति नामविहीन छन्, अनुहारविहीन छन्, यस मानेमा कि यी दुवै व्यक्ति कुनै आधिकारिक व्यक्ति होइनन्। अब एमालेको युवा सङ्घले एमालेको झण्डा जलाएको विरुद्धमा निकालेको मशाल जुलुस हेर्नुहोस्। मशाल जुलुस निकाल्ने एमालेको आधिकारिक युवा सङ्घ हो। झण्डा जलाउने काम भएको युवा सङ्घका अध्यक्ष महाराज गुरुङले बताए। अब पत्रकारको प्रश्न र शङ्कर पोखरेलको उत्तर सुन्नुहोस्। पत्रकार सोध्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डा जलाउने घटनामा आफ्नो कुनै व्यक्ति संलग्न भए कारबाही गर्छौं भन्दै र कसले जलायो भन्ने यकिन नै नभइसकेको अवस्थामा एमालेले किन यस्तो आक्रोश देखाएको? एमालेको युवा सङ्घले यसरी किन देशभर पुतला दहन र आन्दोलनका कार्यक्रम गरेको? शङ्कर पोखरेलको उत्तर, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो कार्यक्रममा भएको घटनाको जिम्मेवारी नलिएको अवस्थामा विरोध त स्वाभाविक नै हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले घुसपेठ भएको भन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले घुसपेठ गर्ने व्यक्तिलाई तुरुन्त समातेर बुझाउन सक्नु पर्थ्यो। स्वाभाविक रूपमा एमालेले आफ्नो झण्डा जलेको सहन सक्दैन। त्यसैले देशभर पुतला दहन र आन्दोलनका कार्यक्रम गरिएको हो। त्यो घटनामा उसको व्यक्ति संलग्न भए हामी कारबाही गर्छौँ, रासोपाको व्यक्ति संलग्न भए कारबाही गर्छौँ, प्रशासनलाई बुझाउँछौँ भनेर उसले भनेको रहेछ। तर त्यो यकिन पनि नहुँदै एमालेले र एमालेको युवा भातृ सङ्गठन युथ फोर्सले देशभरि आन्दोलनका कार्यक्रमहरू हिजो तपाईँहरूले गर्नुभयो। पुतला दहन, विरोध प्रदर्शनका कार्यक्रमहरू अनेरा सोभ्यूले पनि त्यो त उहाँहरूले चाहिँ आफ्नो तर्फको चाहिँ अब कमजोरी महसुस गरे भए बेग्लै विषय हुन्थ्यो। यो हाम्रा मान्छे होइनन् भनेर अस्वीकार गरिसकेपछि त विरोध त हुन्छ नै, किनकि अब उहाँहरूको कार्यक्रममा भएको घटनाको जिम्मा पनि आफूले नलिने, त्यसलाई चाहिँ अब दुनियाँले देखेको आँखो देखा दृश्यलाई घुसपेट भनेर चाहिँ चित्रण गर्ने, घुसपेट हो भने त उहाँहरूले तत्काल समातेर बुझाउन सक्नु पर्थ्यो नि त, होइन र? आफ्नो नियन्त्रणमा रहेको कार्यक्रमभित्र कसैले अवाञ्छित गतिविधि गर्छ भने रोक्न सक्ने सामर्थ्य हुँदैन, त्यो त उहाँहरूले गर्नु भएन। त्यस अर्थमा उहाँहरूको नियत चाहिँ रोक्ने होइन, एक प्रकारले प्रोभोकेसन गर्ने नै थियो भन्ने कुरा त्यसले बताउँछ। र त्यो चिज चाहिँ स्वाभाविक रूपमा आफ्नो आस्था र विश्वासमाथिको प्रहार त कार्यकर्ताले सहने कुरा पनि भएन। त्यस अर्थमा कार्यकर्ताले प्रतिवाद गरे हो। अब मेरो शङ्कर पोखरेललाई एमालेलाई प्रश्न, एमालेहरूलाई झण्डा जलेकोमा कति धेरै रिस? शङ्कर पोखरेल, तपाईँको भनाइअनुसार झण्डा जलाउने व्यक्ति नामविहीन र अनुहारविहीन हुँदाहुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डा जलाउने घटनामा आफ्नो कुनै व्यक्ति संलग्न भए कारबाही गर्छौं भन्दै पनि झण्डा जलेको एक दिन पनि बितिसकेको नभए पनि, कसले जलायो भन्ने यकिन पनि भइसकेको नभए पनि, अनि यस्तो अवस्थामा एमालेहरूलाई यसरी सरासर रिस उठ्नु स्वाभाविक नै हो रे? अनि नेपाली जनताले दुःख गरेर तिरेको करको पैसामा तपाईहरूले 30-40 वर्षदेखि नग्न रूपमा भ्रष्टाचार गरेको देख्दै पनि जनता चाहिँ नरिसाई बस्नुपर्ने? भदौ 23 गते रिसाउन नहुने, भदौ 23 गते आक्रोश देखाउन नहुने, भदौ 23 गते आन्दोलन गर्न नहुने, नामविहीन र अनुहारविहीन व्यक्तिले झण्डा जलाउँदा विरोध स्वाभाविक नै हुन्छ भन्ने तपाईँ र तपाईँको एमाले पार्टीको आफ्नो आधिकारिक भनाइ बनाउने, तर जनताले दुःख गरेर तिरेको करको पैसामा तपाईहरूले 30-40 वर्षदेखि नग्न रूपमा भ्रष्टाचार गरेर जनतालाई विदेश जान बाध्य बनाउने, अनि त्यही विदेश जान बाध्य भएका जनतासँग भिजिट भिसाको नाममा अझै रगत चुस्ने, अनि जनता चाहिँ नरिसाई बस्नुपर्ने, अनि जनता रिसाए भने मकै भुटेको जस्तै जनतालाई भुट्ने। तपाईँको झण्डा जलाउँदा उठेको रिस चाहिँ स्वाभाविक, अनि तपाईँहरूले 30-40 वर्षदेखि नग्न रूपमा भ्रष्टाचार गरेर जनताको अवस्था दयनीय बनाउँदा उठेको जनताको रिस चाहिँ बन्दुकको गोलीको भागदारी होइन हो। तपाईँहरूले त जनतालाई किराफ ट्याङ्ग्रा नै भन्नुहुन्छ कि के हो? यति हुँदाहुँदै पनि यदि फागुन 21 गते जनताले फेरि तपाईँहरूलाई नै भोट हाल्छन् भने त अब के भन्नु र? तर म भगवानसँग प्रार्थना गर्छु कि नेपाली जनताले फागुन 21 गते सही निर्णय गरून्।
आफूलाई किराफट्याङ्ग्रा भन्नेहरूलाई जनताले बहिष्कार गरून्। एमाले जस्तै काङ्ग्रेस र माओवादीले पनि 30-40 वर्षदेखि नग्न रूपमा भ्रष्टाचार गरेर जनतालाई विदेश जान बाध्य बनाएको हो। अनि त्यही विदेश जान बाध्य भएका जनतासँग भिजिट भिसाको नाममा अझै रगत चुसिएको हो। अब हामी सुध्रियौं भने पनि पैसा जलेको भिडियो एआईको हो कि साँच्चीकै हो भनेर आजसम्म पनि सुध्रियौं भन्ने कुनै पनि काङ्ग्रेसीले स्पष्ट रूपमा भन्न सकेका छैनन्। फेरि बेला बेला देउवालाई हटायौं भने पनि देउवा र हामी एक डिक्का हौं भनेर गगनले अहिलेसम्म पनि आफै भन्नुहुन्छ किन हो कुन्नी। त्यसैले फागुन 21 गते त भोट राष्ट्रिय स्वतन्त्र पार्टीलाई।